Hello everyone, welcome to my mini vlog. So आज चाहिँ हामी यहाँ बारीमा काम गर्दै थियौ हैन। अन्त यहाँ चाहिँ तपाईहरुलाई मैले पहिला नि एउटा भिडियो देखाएको थिएँ नि रोप्दै गरेको। सायद त्यो रोपिसकेको भिडियो देखा। यहाँ चाहिँ यस्तो फल दिनु भएछ। महाशयहरु चाहिँ फल दिनु भएछ। यो पनि कसरी चाहिँ जगाको भन्दा चाहिँ हाम्रो चाहिँ यति बेसी थियो हैन, सबै दुम्सीले खाइदिएर है आमा, सबै दुम्सीले खाइदिएर यति चाहिँ फलेछ बिचार। त्यो पानी झरीमा मल गिसाउँदै लड्दै पर्दै हिँडेको चाहिँ एटलिस्ट यति फल दिँदा पनि हामीलाई चाहिँ खुसी नै छ। वी आर भेरी सेटिस्फाइड बिकज यो चाहिँ एकदमै अर्ग्यानिक हो नि त, प्योर अर्ग्यानिक। यो खायो भने चाहिँ केही बिमार पनि हुँदैन, ग्यास्ट्रिकहरु पनि हुँदैन। यसमा चाहिँ मेहनत पनि पुरै लागेको छ। अन्त यो सिड्सहरु चाहिँ डिपार्टमेन्टले नै प्रोवाइड गरिदिनु भएको थियो। हामीले चाहिँ रोपेर पनि यस्तो निस्क्यो। अझै यो गाईको मल भए त झन् दामी निस्किन्थ्यो होला है। हामीले चाहिँ यो चाहिँ हामीले केमा फलाएको भन्दा चाहिँ बाख्राको टट्टीमा फलाएको मिन्स बाख्राको मलमा फलाएको। यो चाहिँ यति यहाँ छ हो, बेसी त छैन है फेरि। अनि यहाँ हेर्नु न यत्रो नि हो। यहाँ तपाईहरु यहाँ पनि देख्न सक्नुहुन्छ, यहाँ पनि छ हो। अनि यहाँ पनि छ व्हाइट कलरको, यो चाहिँ कलिफ्लावर। पहिला चाहिँ हाम्रो ब्रोकोली पुरा फलेको थियो, यसपालि चाहिँ कलिफ्लावर। अन्त भन्नुपर्दा चाहिँ अब चाहिँ यो मसरुमको सिजन पनि आयो। नेचर चाहिँ आफ्नो टाइमिङमा आइहाल्छ नि। सानो हुँदो रहेछ। यहाँ पनि छ हो। यहाँ रहेछ। यहाँ चाहिँ अलिक कलिलै रहेछ। यहाँ छ अझै माथितिर पनि छ। यहाँ छ। अब चाहिँ यहाँ चाहिँ बन्दकोपी पनि अब डल्लो हुनु लागेको छ। यहाँ छ, त्यहाँ छ। बन्दकोपीलाई चाहिँ डिस्टेन्स मेन्टेन गरेर रोप्यो भने चाहिँ राम्रो हुँदो रहेछ, यति चाहिँ याद भयो। अन्त यसलाई चाहिँ बेसी मलाई जति सक्दो चाहिँ मलाई मलहरु चाहिँ बेसी चाहिँदैन जस्तो लाग्यो। किन बेसी लागेको छैन यो मल, कि त नयाँ माटो भएर राम्रो आएको कि चाहिँ थाहा भएन। अन्त यो चाहिँ बीटीएस हो। ब्रोकोली चाहिँ यहाँ भर्खर आउँदैछ। हाम्रो चाहिँ ब्रोकोली भर्खर आउँदैछ। अन्त क्याबेज चाहिँ अब यत्रो हुँदैछ। यहाँ चाहिँ उयो माथितिर पुरा थियो नि त, सबै यो माथि टेरेसिङको माटोले चाहिँ पुरेर यत्रो रोपेर पनि आयो, खुसी लाग्यो। इधर भी होगा शायद, नहीं है। यहाँ पर भी धुल्लो पर रहे। यहाँ छ हो। यो उताको चाहिँ सबै क्याबेज। सानो किचन गार्डनमा मजाले फल्ने ब्रोकोली पनि आउँदैछ। यसको चाहिँ पर्पल कलरको क्याबेज हो यो चाहिँ। हेर्नु न पुत्तली नै आयो, डल्लो पर्दैछ। सायद यो त 3 केजी जस्तो फल्छ होला हौ डल्लो पर्यो भने।